सबैलाई नमस्कार। म साकाइडे सिटीका मेयर आरिफोकु टेटसुजीको अवतार हुँ। अब हामी विपद व्यवस्थापनको बारेमा जानकारी प्रदान गर्दैछौँ। कृपया सहयोगको लागि अनुरोध गर्दछु। अब सबैलाई एउटा प्रश्न छ। भूकम्प वा सुनामी जस्ता ठुला विपद हुँदा तपाईँ कसरी आफूलाई सुरक्षित राख्नुहुन्छ? घर वा काम गर्ने ठाउँबाट कहाँ भाग्ने, के लैजाने भनेर कहिल्यै सोच्नु भएको छ? कतिपयलाई थाहा हुन सक्छ तर के गर्ने होला भनेर चिन्तित हुनेहरू पनि हुन सक्छन्। थाहा नभए पनि चिन्ता लिनु पर्दैन। अबको भिडियोमा म सजिलै बुझिने गरी व्याख्या गर्नेछु। सबै मिलेर रमाइलो गरी विपद व्यवस्थापन सिकौँ।